हेलो गाइस, सन्चै हुनुहुन्छ? आज चाहिँ म जाँदैछु चाबेल। मेरो के सामान किन्नु हो नि त, मामुको पनि। अनि त्यही भएर मेरो दिदी पनि आइसकेको छ नि त, दिदीको पनि के किन्नु छ नि त। अनि यत्तिकैमा आइपुगेँ रिङ नेपाल। त्यहाँ चाहिँ मेरो दिदीले फ्यान किन्नुभयो। नेपालमा अहिले धेरै गर्मी छ नि त, अनि त्यही भएर हेर्नुहोस् गाइस, हेर्दै हामी स्तुपा आइपुग्यौँ। यहाँबाट चाहिँ हामी जान्छौँ सपिङ नेपाल। त्यहाँ लुगा मन पर्यो भने हामी किन्छौँ, नत्र भने किन्दैन। हामी त्यहाँ चाहिँ हामीलाई केही पनि मन परेन, हामी आइपुग्यौँ अब 99मा चाहिँ हामीले के किन्छौँ हेर्नुहोस् है हजुरहरू। 99मा चाहिँ के किन्छौँ हेर्नु होला, त्यो चाहिँ अर्को भिडियोमा। उहाँ चाहिँ मेरो दिदी। अनि हामी आइपुग्यौँ तरकारी बजार। अनि तरकारी किनेर घर आइपुग्यौँ।